यस गाइस आज चाहिँ हामी पक्क यहाँनिर चिया खान आएको छौँ अनि चिया खाएर यहाँ खानु पऱ्यो भनेर बस्नु खोजेको केही गिलास धेरै गर्मी रहेछ कि यहाँ हेर्नु न पसिना आइसक्यो होइन अब यस पसिना आयो अब हामी चिया बोकेर भित्रै गएर हामी हेर्नु हामी मेरो भाइ यहाँ छन् अर्को भाइ यता यहाँ पसिनावाले भाइ होइन यस्तो छन् जस ठिक छ अब चिया अब यतै लगाएर खानुपर्छ बहुत गर्मी छ अहिले छोरा न बनाउनु होला यस्तो त गर्छ न अनि यस्तै गर्छ नि भ्लग बनाउने बेलामा डिस्टर्ब गर्ने हो होइन एउटा ठिकै छ केही छैन फायर केही छैन अब यहाँ हेर्नु अब हामीले के पाउँछौँ हाम्रो उयसमा नसल देखाउनेछ ल यहाँ लस्सी सस्सी छ के खानु मन लाग्छ पानीको बोतल सटल उता रसगुल्लाहरू पनि पाइन्छ ठिकै छ राम्रै छ यतिको चलपल होइन अनि अब के गर्नु यही गर्मी छ यही घाम तपाईँहरू हेर्नु सक्नुहुन्छ कति 37 डिग्री लागेको छ पुरै तातो न तातो 40-45 लागेको रहेछ यस्तो गर्मीमा यी हप्सीहरू त कालो भइसक्यो राजा जी अपनी शक्तियों का पूरा इस्तेमाल कर रहे हो अनि अब के भन्ने ठिकै छ जे होस् अब राम्रै होस् होइन भन्न चाहन्छु अब काममा लागेको छैन काममा पनि लागेको छैन गाइज हेर्नु न अब तपाईँहरूले साथ सपोर्ट गर्दै जानुहुन्छ माया गर्दै जानुहोस् होइन ठिकै छ अनि यहाँ हाम्रो यो अफिस बोय भन्छ टेन्सन मात्रै लेकै गर्छ यार कस्तो काम लगाइदिने हो के गर्ने हो भन्छ अनि यहाँ हाम्रो छन् अर्को हाम्रो खनाल भाइ के छ खनाल भाइ ठिक छ हाम्रो खनाल भाइ सानो छन् ठिकै छ केही छैन अब यो भ्लग फेरि म अर्को ठाउँमा पनि लगाएर देखाउँछु हस् यस गाइस आज चाहिँ म टक्कसँगले खाना बनाउन आउँदाखेरि टक्क यस्तो छ अब गर्मी छ एकदम धेरै गर्मी छ खाना बनाउँदा लास्टै टेन्सन भयो भोक पनि लागिरहेको छ कति बजा लगभग तपाईँको 1 बजिसकेको छ बिहानदेखि केही खाएको छैन सुताइ 3 बजे उठाइ 11 बजे खाना खाइ 2 बजे छ यस्तो त छ अनि के गर्ने अनि के छ अनि तपाईँहरू दाजुभाइ दिदीबहिनी सम्पूर्ण महानुभावहरूलाई कस्तो छ आज म बनाउन गइरहेको छु अनि म आज खाना बनाएको पनि मेरो एउटा साथीले खाना बनाउँदैछ म त्यो पनि देखाउनु छ तपाईँहरूलाई अरू त के भन्नु यस्तै छ काम लागेको छैन अनि बस्यो खायो सुत्यो यस्तै छ जिन्दगी रमाइलो छ अब काममा कुन दिनदेखि लान्छ अनि त्यसपछि चाहिँ हुन्छ गरौँ कामाटोल भर्खरकोलाई हेर्नु छ नि काममा जा आइज सबैको खाना बना खा आएको होइन अब त्यो बनाउने मौका पनि पर्दैन यस्तै छ आइ नआइ जानी नजानी भए पनि बनाइरहेको छु मेरो साथीले खाना बनाएको है ल साथी के छ के पाक्दैछ आज हेर त अन्डा कडी माइ ओहो भात यता तरकारी हो जेस ठिक छ राम्रो अब खानुपर्छ खानुको लागि अब यत्रो दुःख गरेर यहाँसम्म आइएको छ जेस खानु त पऱ्यो नि त होइन अनि खानु पऱ्यो राम्रोसँगले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्ने हुन्छ हामीले होइन अब म तपाईँहरूलाई खाना बनाइसकेपछि उहाँ भिडियो अलिकति फेरि पनि बनाउन चाहन्छु खाना खाँदै गर्दाखेरि हामीलाई त्यस गाइस हामी चाहिँ खाना खाँदैछौँ साथीहरूमा अब खानासाना खाएर टक्कै खाना पनि रेडी भइसक्यो खाँदै पनि हो अन्डा छ यता उता साथी पनि खाँदैछ कस्तो भइरहेको साथी एकदम हो अनि मलाई चाहिँ धेरै हालिदिनु पर्दैन थियो अन्डाहरू अन्डाहरू अलिक धेरै हालिदिएको भएर म खानासाना खाने अनि त्यसपछि कता जानु
कहाँ त्यसतिर बिचमा किन लाने बिचमा माछा मार्नु जाने अरे बल्छी हान्नलाई बल्छी हान्न आउँछ आउँदैन यार मलाई के हान्न आउँछ त तिमी सब तिमी हान्छ म समाधै हुन्छु नि सबै मलाई नै मात्रै पर्खिन्छ नि क्या उनीहरूले जे गर्नु पनि यताउति गर्नु भने मलाई प्रवीण यता प्रवीण बता खाना बनाउनु प्रवीण आज चाहिँ मैले उसलाई बनाउनु लगाइदिएको है सट्ट लगाएर खाना बनाउनु लगाएँ अब के गर्नु यस्तै हो अनि अरू के छ अनि भात भात रुचि राख नि रुचिनु कुकुरको काम पनि छैन फुर्सद पनि छैन भनेको पारा भइरहेको होइन बत्तर जिन्दगी भयो त्यस्तै होइन हामी खाना खाने ठाउँ चाहिँ यस्तो छ हेर्नुहोस् यतातिर हप्सीहरू हुन्छन् उता पछाडि मच्छीहरू छन् अब ठिकै छ अब खाना खान्छौँ अनि फेरि अब आजको लागि यति नै हो भ्लग अब भोलितिर फेरि अर्को नयाँ बनाउनेछु आज खाना बनाइयो अब अरू बुझिहाल्नुहोस् राजा जी अपना होइन ल ल ल ओके